नेपालमा जग्गा किन्दा ध्यान दिनुपर्ने 5 कुराहरू। जग्गा किन्ने सोच्दै हुनुहुन्छ छ भने यो भिडियो हेर्नुहोस्। वेलकम टु बिफोर यु बाई सिरिज। आज हामी कुरा गर्नेछौँ जग्गा किन्दा ध्यान दिनुपर्ने 5 महत्त्वपूर्ण कुराहरू जसले हजुरहरूलाई घाटाबाट बचाउन सक्छ। पहिलो कुरा लोकेसन। यो करेन्टको लागि मात्रै होइन, फ्युचर ग्रोथको लागि पनि हो। रोड एक्सेस, नियर बाई डेभलपमेन्ट, डिमान्ड, यो सबले हजुरहरूको आरओआई तय गर्छ। दोस्रो कुरा लाल पूर्जा भेरिफिकेसन्स। के हो त यो लाल पूर्जा भेरिफिकेसन्स भनेको? लाल पूर्जा भनेको नेपालमा जग्गाको लिगल डकुमेन्ट्स हो जसमा मालिकको नाम, जग्गाको साइज, जग्गाको किता नम्बर हुन्छ। सबै लाल पूर्जा सही हुन्छ भन्ने हुँदैन। कुनै लोनमा परेको, कुनै विवादमा फसिएको अथवा कुनै फेक पनि हुनसक्छ। लाल पूर्जा भेरिफाई नगरी जग्गा किन्नु रिस्क हो। तेस्रो भनेको ब्याङ्कले लोन दिने योग्यता। ब्याङ्क भेरिफिकेसनले ल्यान्डलाई लिगली सेफ छ भनेर कन्फर्म गर्छ। लोन लाग्ने ल्यान्ड जेनरली सेफ हुन्छ। पाँचौँ भनेको बेसिक पूर्वाधार। बेसिक पूर्वाधार भनेको नि रोड एक्सेस, इलेक्ट्रिसिटी, ड्रेनेज जस्तो फेसिलिटिज हो जसले घर बस्ने र कन्स्ट्रक्सनमा नि सहज गराउनेछ। पूर्वाधार नभए घर बस्नु या बनाउनु प्रब्लमेटिक हुन्छ। फ्युचर भ्यालु र डेभलपमेन्ट पोटेन्सियल लो हुन्छ। इन्स्योर गरेपछि घर कन्स्ट्रक्सन र डेली लाइफ स्मुथ हुन्छ। जग्गा किन्नुभन्दा अगाडि बेसिक पूर्वाधारहरू कन्फर्म गर्नुहोस्। यदि हजुरहरू जग्गा किन्दै हुनुहुन्छ भने यो 5 कुराहरू चाहिँ याद गर्नुहोस्। हजुरलाई यस्तै रियल इस्टेटको अपडेटहरू चाहिन्छ भने हामीलाई फलो गर्नुहोस्।